कुरा एक सुन्दर गाउँको हो जहाँ सुमन नामका एक युवक बस्थे। सुमनको मन सफा थियो तर घरको आर्थिक अवस्था र सानैमा बुवा बितेको कारणले उनले अक्षर चिन्न पाएनन्। तर उनी खेतीपाती र अलिअलि ठेकापट्टाको काम गर्थे। गाउँमा सबैले उनलाई सोझो सुमन भनेर चिन्थे। भने अर्कोतिर प्रवीणा थिइन् जो सहरमा पढे लेखेकी र एउटा ब्याङ्कमा जागिरी थिइन्। उनीहरूको पारिवारिक समझदारीमा मागी विवाह भयो। धेरैले भने पढेकी केटीले यो अनपढसँग कसरी जीवन बिताउली, छोडेर जान्छे होला पछि यसले भन्दै कुरा काटे। विवाहको सुरुका दिनहरू प्रवीणाका लागि सहज थिएनन्। सुमनलाई मेसेज पढ्न आउँदैनथ्यो। उनी फेसबुक चलाउँदैनथे र प्रवीणाका शिक्षित साथीहरूसँग कुरा गर्दा उनी अकमकाउँथे। प्रवीणालाई कहिलेकाहीँ हिंताबोध हुन्थ्यो। उनी सोच्थिन् मैले के कुरा गर्ने, के सल्लाह गर्नु यिनीसँग। यिनलाई न त देशको राजनीतिको बारेमा थाहा छ न त कुनै प्रविधिको बारेमा थाहा छ। के गर्ने होला मैले भन्दै निराश हुन्थिन्। उनीहरू बीचमा कुराकानी धेरै कम मात्र हुन्थ्यो। प्रवीणा आफ्नै ल्यापटप र फाइलमा व्यस्त हुन्थिन्। सुमन भने पराल काट्ने, खेतबारीमा काम गर्ने, वस्तुभाउ हेर्ने गर्दै बस्थ्यो। केही दिनपछि प्रवीणा अफिस पनि जान थालिन्। एक दिन प्रवीणाको अफिसमा ठुलो समस्या आयो। एउटा प्रोजेक्टको हिसाब नमिल्दा उनलाई निकै तनाव भयो। उनी घरमा आएर टाउको समातेर बसिरहेकी थिइन्। त्यसै समयमा सुमन कोठामा आएर बिस्तारै सोधे, बुढी तिमी आज किन यति धेरै चिन्तित छौ? केही कुरा छ भने भन न, मन हल्का हुन्छ। सुमनको कुरा सुनेर प्रवीणाले झर्किँदै भनिन्, तपाईलाई भनेर के हुन्छ र? तपाईले केही बुझ्नुहुन्न? यो सबै ब्याङ्किङ कुरा हो। यो बुझ्नलाई डिग्री चाहिन्छ, बुझ्नुभयो? सुमनले नरिसाइकन शान्त स्वरमा भने, हो मलाई तिम्रो किताबको हिसाब त आउँदैन, तर यति थाहा छ जब डोरी गाँठो पर्छ त्यसलाई बल गरेर तान्यो भने अझ कसिन्छ। बिस्तारै फुकायो भने मात्र खुल्छ। तिमीले पनि समस्यालाई कसाउन खोज्दैछौ, बिसाउन खोजेकी छैनौ। सुमनको कुरा सुनेर प्रवीणाले महसुस गरिन् कि किताब नपढे पनि सुमनसँग जीवनको अनुभव छ। त्यस दिनदेखि बिस्तारै प्रवीणाले सुमनको दृष्टिकोणबाट संसार हेर्न थालिन्। उनले देखिन् कि सुमनले कसरी गाउँका विवादहरू समझदारीपूर्वक मिलाउँछन्, कसरी मान्छेको अनुहार हेरेर उसले उनको पीडा थाहा पाउँछन्। यो सब देखेर प्रवीणाले आफ्नो श्रीमानलाई बुझ्न र प्रेम गर्न थालिन्। उनले सोचिन् कि म अब उहाँलाई बिस्तारै अक्षर चिन्न सिकाउँछु। यो सोच्दै उसले बिस्तारै अक्षरहरू पनि चिन्न सिकाइन् र नाम लेख्न सिकाउन थालिन्। सुमनले पनि छिट्टै अक्षरहरू चिन्न थाल्यो र नाम लेख्न जान्यो। बिस्तारै उसले मोबाइलहरू पनि चलाउन सिक्यो र दुवैजना मेसेजमा कुरा गर्न थाले। सुमनले पनि आफ्नो श्रीमतीलाई धैर्यता र सन्तुष्टि सिकाए। प्रवीणाले पनि बुझ्दै गइन् कि डिग्रीले जागिर दिन्छ तर विवेकले जीवन चलाउँछ। अक्षर नचिन्नु अज्ञानता होइन, तर आफ्नो जीवनसाथीलाई सम्मान नगर्नु चाहिँ ठुलो अशिक्षित हो। बिस्तारै दुवैजनाले एक अर्कालाई बुझ्न थाले, माया गर्न थाले, खुसी भएर बस्न थाले। आज प्रवीणा गर्वका साथ सुमनको हात समातेर हिँड्छिन्। कसैले तपाईको श्रीमान त अनपढ होइन र भनेर सोध्यो भने उनी मुस्कुराउँदै भन्छन्, उहाँले विद्यालयको ढोका पो टेक्नु भएको छैन होला, तर उहाँ मेरो जीवनको यस्तो शिक्षक हुनुहुन्छ जसले मलाई प्रेम, सहनशीलता र मानवता सबै सिकाउनु भयो। संसारमा किताब पढ्ने धेरै छन् तर मान्छे पढ्ने थोरै हुन्छन् भन्दै यो कथा यही सकिएको जानकारी गराउँदछु। कृपया तपाईहरूलाई यो कथा कस्तो लाग्यो? सल्लाह सुझावको लागि कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनुहोला र साथै लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनुहोला।